सिभिल इन्जिनियरिङ पढेर पनि जब पाउँदैनौ भने प्रब्लम मार्केटमा हैन, प्रब्लम तिम्रो स्किलमा छ। डिग्रीले जब दिँदैन, स्किलले जब दिन्छ। स्किल नम्बर 1 अटोक्याड र सफ्टवेयर नलेज। सिभिल इन्जिनियर भएर अटोक्याड, बेसिक, इट्याब्स, रेभिट, एक्सेल आउँदैन भने तिमी मार्केटमा विक छौ। किनभने प्राइभेट कम्पनीहरूलाई ड्रइङ बनाउन सक्ने, ड्रइङलाई मोडिफाई गर्न सक्ने इन्जिनियर चाहिन्छ। स्किल नम्बर 2 साइट म्यानेजमेन्ट। साइटमा लेबर ह्यान्डल गर्न, मेटेरियल चेक गर्न, ड्रइङ बुझ्न सकेन भने डिग्री काम लाग्दैन। रियल इन्जिनियर अफिसमा होइन, साइटमा प्रुभ हुन्छ। स्किल नम्बर 3 कम्युनिकेसन। क्लाइन्टसँग बोल्न डर लाग्यो र कन्ट्र्याक्टरसँग कोर्डिनेट गर्न सकेन भने प्रमोसन कहिल्यै हुँदैन। त्यही भएर क्लाइन्टसँग बोल्न र कन्ट्र्याक्टरसँग कोर्डिनेट गर्न कन्फिडेन्ट हुनुपर्छ। स्किल नम्बर 4 एस्टिमेसन एन्ड BOQ। क्वान्टिटी निकाल्न सकेन भने, रेट एनालाइसिस बुझेन भने कम्पनीलाई लस हुन्छ र लस दिने इन्जिनियर कम्पनीले कहिल्यै राख्दैन। स्किल नम्बर 5 प्र्याक्टिकल नलेज। थ्योरी एक्जामको लागि मात्र हो। सिमेन्ट रेसियो, कङ्क्रिट मिक्स, फाउन्डेसन डेप्थ र सेफ्टी रुल, यो सबै प्र्याक्टिकल बुझ्नुपर्छ। आजबाट कम्प्लेन नगर, स्किल बिल्ड गर। सिभिल इन्जिनियर हो भने मार्केटमा डिमान्ड धेरै हुन्छ। स्किल लेस इन्जिनियर हो भने घरमा बस्नुपर्छ। यो हो निरज पथ रियालिटी, जहाँ करियरको रियल कुरा हुन्छ।